सम्मान मात्रै होइन, सम्मान संस्कार पनि हो, सम्मान सिकाउने कुरा पनि हो, सम्मान सिक्ने कुरा पनि हो र सम्मानले इतिहास लेख्ने कुरा पनि हो। मलाई लाग्छ आजको सम्मान कार्यक्रमले यहाँ कति युवा पत्रकार साथीहरू हुनुहुन्छ, नवयुवा नै त हुनुहुन्छ कि हुन्न पनि हुनुहुन्छ कि कोही जस्तो नि लाग्छ। सायद राजेन्द्र प्रताप शाहको योगदान यहाँले कति देख्न पाउनुभयो, सायद पत्रकार भएपछि मात्रै पत्रकारको हिसाबले उहाँले गरेको योगदानलाई देख्नुभयो होला। त्योभन्दा अगाडि गरेको योगदानहरू तपाईँलाई थाहा नहुन पनि सक्छ। अब एक हिसाबले उहाँलाई पनि हामीले सम्झेका छौँ, आज सम्मान पनि गरेका छौँ। त्यो सँगसँगै पत्रकार धादिङको पत्रकारितामा अथवा पत्रकारिता क्षेत्रलाई यहाँसम्मको लागि योगदान गर्नुहुने, विशिष्ट योगदान गर्नुहुने व्यक्तिहरूलाई पनि हामीले सम्झेका छौँ। त्यसैले आजको दिन जुन पत्रकार महासङ्घले यो कार्यक्रम आयोजना गर्नुभयो, सम्झाउनुभयो, यो ऐतिहासिक दिन हो भन्ने लाग्छ मलाई। म अलिकति राजेन्द्र प्रताप शाहजीको अगाडि जानुभन्दा अगाडि दुईवटा आजको हाम्रो धादिङ सञ्चार सहकारी संस्थाको पनि वार्षिक साधारण सभा भनेर यतापट्टि ब्यानर छ। यो सँगसँगै यता चाहिँ हाम्रो 24औं साधारण सभा नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको छ। यो दुवै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र विशेष गरिकन तपाईँहरूले धादिङको पत्रकारिता जगतलाई अथवा यो क्षेत्रलाई र जति पनि यहाँ आबद्ध हुने साथीहरू हुनुहुन्छ, आबद्ध नभएको पत्रकार साथीहरू पनि हुनुहुन्छ। मैले अहिले हेरिरहँदाखेरिमा तपाईँहरूको सङ्ख्या कुरा गरेर भने करिब 71जना सदस्य हुनुहुन्छ। त्यो बाहेकको अरू अहिले सदस्यता लिने क्रममा हुनुहुन्छ। केही साथीहरू सदस्यता नलिकन पनि यो क्षेत्रमा काम गर्नुभएको छ। यहाँहरूको पेसागत क्षमता वृद्धिका निमित्त अघि भनेको जस्तै एउटा सिक्ने, अर्को बिक्ने, टिक्ने हो कि मलाई त्यसलाई उल्टो बनाइदिनु जस्तो लागेको छ। एउटा सिक्ने हो, एउटा बिक्ने होला, बिक्न सक्यो भने टिक्ने होला, बिक्न नसक्यो भने माइग्रेट हुने होला, होइन? त्यसरी त्यसलाई अलिकति मलाई त त्यस्तो लाग्यो, त्यसरी सचेतै नै हुन्छ जस्तो लाग्यो मलाई। त्यसको निमित्त तपाईँले जुन क्षेत्र रोज्नुभयो त्यो क्षेत्रबाट भाग्न नपरोस्, त्यसका लागि तपाईँले योजना बनाउनु हुनेछ भन्ने पनि विश्वस्त छु म राजेन्द्र प्रताप शाहको अलिकति कुरा गराएँ। सबभन्दा पहिला त म राजेन्द्र प्रताप शाहको चेला हो। मैले उहाँबाट धेरै कुरा सिकेको छु। मेरो गुरु मलाई पढाउनु पनि भयो, बढाउनु पनि भयो, हुर्काउनु पनि भयो। त्यो दुईवटा हिसाबले, एउटा एकाडेमिक हिसाबले, अर्को राजनैतिक हिसाबले। म आज राजनैतिक हिसाबले जहाँ छु त्यसको श्रेय चाहिँ राजेन्द्र प्रताप शाहलाई जान्छ। होला हाम्रो राजनैतिक दर्शन र विचारको हिसाबले हाम्रो स्कुलिङ अलिकति फरक तरिकाले थियो। उहाँले पनि पछाडि आउँदा आफ्ना बाटाहरू राजनैतिक यात्राहरूलाई अलिकति फरक तरिकाले लैजानु भयो। वामपन्थी राजनीतिबाट हुर्केर सिकेर उहाँले डेमोक्रेटिक धारमा पछाडि लैजानु भएको छ र म पनि उहाँले नै हुर्काएको हो। म त्यसरी नै हुर्केँ र मेरो पनि अलिकति यात्रा फरक भएको छ। तर हाम्रो यात्रा फरक भए पनि देश र जनताको विकास समृद्धि नै हो हामी सबैले खोजेको। लोकतान्त्रिक प्रणालीलाई त्यसलाई अझै सुदृढ बनाएर लैजाने हो। उहाँले खोजेको पनि त्यो हो र हामीले खोजेको पनि थियो। त्यस कारणले म उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु, मैले आभारी पनि छु। त्यति मात्रै नभएर तपाईँलाई इन्ट्रेस्टिङ कुरा एउटा म भन्न चाहन्छु। मैले 2043 सालमा एसएलसी दिएको। 2043 सालमा मैले एसएलसी दिँदा उहाँ अहिलेको संस्कृत साधारण माविको शब्दवटीको टिचर हुनुहुन्थ्यो। त्यतिखेर निजी स्रोतमा स्कुल चलाउन धेरै गाह्रो थियो। त्यो बेलामा कोदो उठाइन्थ्यो, धान उठाइन्थ्यो, श्रम सङ्कलन गरिन्थ्यो, त्यसरी स्कुल चलाउँथ्यो। कोदो र धान बेचेर निजी स्रोतको शिक्षकहरूलाई तलब। मलाई राम्रोसँग थाहा छ उहाँको 650 तलब थियो त्यतिखेर। प्राइमेरी शिक्षक हुनुहुन्थ्यो थाहै। 650 स्यालेरी मध्ये त्यसको आधा तलब उहाँले खानुभयो। आधा तलबमा म र अहिलेको पिनाकल कलेज चलाउने ऋषि तिवारी, डाक्टर ऋषि तिवारी हामी सँगै क्लासमेट हौँ। दुईजनालाई त्यही निजी स्रोतमा पढाउन राख्नु भयो। मैले सबभन्दा पहिला मेरो जागिर त्यहीँबाट सुरुवात गरेको। मैले पढाएँ त्यहाँ। त्यतिखेर मेरो तलब थियो 175 रुपियाँ र ऋषि तिवारी 175 खानुहुन्थ्यो। हामी 175 मा पढाउने टिचर हो। हुन त अब यहाँ अग्रज हुनुहुन्छ, त्योभन्दा धेरै कममा जागिर खाने मान्छेहरू पनि हुनुहुन्छ। तर फरक के थियो भने उहाँले आफ्नो स्यालेरी काटेर हामी दुईजना शिक्षकलाई राखेर स्कुल चलाउनु भएको मान्छे हो। त्यो बेलामा
तपाईँ याद गर्नुहोस् उहाँको मन र मुटुलाई तपाईँले कसरी बुझ्नुहुन्छ, उहाँको दृष्टिकोणलाई कसरी बुझ्नुहुन्छ। त्यो पैसाको भ्यालु होइन, तर उहाँले हेरेको दृष्टिकोण हो। उहाँले समाजलाई लान आँटेको कहाँ हो, त्यो महत्त्वपूर्ण कुरा हो। उहाँले बोकेको भावना के हो, यो भावना बुझ्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा। पैसाको कुरा गरेँ भने त्यति केही थिएन, तर मेरो निमित्त ठुलो थियो। म जुन परिवारमा हुर्केँ, मैले 175 पाउनु पनि ठुलो थियो फेरि मेरो निमित्त, त्यो आएको थियो। सायद त्यो योगदान यो कति साथीहरूलाई तपाईँलाई थाहा छैन, त्यहाँबाट हुर्किनु भएको। र अर्को चाहिँ उहाँको एकदमै क्रिटिकल थिङ्किङ चाहिँ असाध्यै राम्रो, सधैँ नयाँ सोच्नुहुन्थ्यो उहाँले, सधैँ नयाँ। रेड क्रसमा पनि मलाई उहाँले नै लैजानुभयो। म रेड क्रसमा यहाँको जिल्लाको उपसभापतिसम्म गरेँ। म केन्द्रको सेन्ट्रल लेभलको प्रशिक्षक भएर देशभरि थिएँ नै। म सेन्ट्रल लेभलको सिपिआरको ट्रेनर भएर मैले चाहिँ विभिन्न ठाउँहरूमा गएँ हिँडेँ। त्यस कारण त्यसको श्रेय चाहिँ उहाँ, मैले रेड क्रस पनि उहाँबाट सिकेको। विपदको बेलामा तपाईँले हामीले विपदको कोषहरू खडा गरेर, त्यो बेलामा धान मकै खोजेर हामीले गाउँमा आगो लागि हुँदाखेरिमा 12-15 बोरीसम्म धान कोदो जम्मा गरेर राख्थ्यौँ हामी। कसैको घर आगो लागि भने तत्काल राहत नै गाउँबाट दिन्थ्यौँ। आज राहत दिनलाई गाउँबाट धादिङ आउनुपर्छ, तर त्यो बेलाको राहत व्यवस्थापन गाउँमै थियो। त्यसरी काम गरेको। त्यति मात्रै होइन, अर्को एउटा कुरा पनि भनिदिइहाल्छु। आज हामी निजी स्कुलको इङ्ग्लिस पढाउनुपर्छ भनेर बोर्डिङको कुरा गरेका छौँ। 2044 सालमा मैले सातवटी स्कुलमा दिउँसोमा पढाउँथेँ। बिहानमा हामीले प्राइभेट स्कुल जस्तो एउटा खोजेको थियो गाउँभरिलाई, इङ्ग्लिस कमजोर भयो भने। हामीलाई इङ्ग्लिस कस्तोसँगले पढाएको भन्ने मलाई याद छ कि दिस इज अ राम, हि इज अ भनेपछि स्टुडेन्ट थियो नि पछाडिपट्टि। स्टुडेन्ट भन्न नआएर पढाउने सरले अर्को सरलाई सोधेर आएपछि स्टुडेन्ट भनिदिनुहुन्थ्यो हामीलाई। त्यसरी इङ्ग्लिस पढेको मान्छे हो हामी। त्यो बेलामा सबभन्दा इङ्ग्लिस जान्ने राजेन्द्र प्रताप शाह। त्योबाट हामीले के सिक्यौँ भने इङ्ग्लिस जान्नुपर्छ है भनेर। त्यो बेलामा हामीले पढाएको विद्यार्थी जसलाई बिहानमा पढायौँ ती सबै अहिले अब्बल विद्यार्थीको रूपमा छ। अहिले पनि उनीहरूले त्यो सम्झिन्छ, परिवारले पनि सम्झिन्छ, अरूले पनि सम्झिन्छ। यो मैले तपाईँहरूले नदेखेको राजेन्द्र प्रताप शाहको आयामहरूलाई मैले लिएँ। र अर्को चाहिँ पारिवारिक हिसाबमा हो भने उहाँ राज परिवारमा हुर्केको मान्छे हो। उहाँले जुन दुःख गर्नुभयो, जुन राजनैतिक यात्रा उहाँले रोज्नुभयो, त्यो निकै कठिन राजनैतिक यात्रा हो। परिवारभित्रको सङ्घर्ष कठिन थियो आफैभित्रको, र त्यो बाहेक समाजसँग गर्नुपर्ने सङ्घर्ष पनि अर्कै थियो। त्यस कारणले एकातिर राजनीतिमा आउँदाखेरि राज परिवारबाट आएको मान्छेप्रति गर्ने शङ्काको दृष्टिकोण, अर्कोतिर परिवारले यो राजनीति रोज्दाखेरिमा यसले गलत राजनीति रोज्यो भनेर परिवारमाथिबाट हुने, परिवारभित्रबाट हुने आक्रमण, यो दुईटै कुरा सहेको मान्छे हो। त्यसैले मैले यो किन भनेको आज मैले भने तपाईँलाई थाहा नभएको आयामहरू राजेन्द्र प्रताप शाहको विषयमा मैले केही कुरा गरेँ। सीताराम दाई नै भन्छु। म रेड क्रसमा हामी लामो सहकार्य गऱ्यौँ। रेड क्रसलाई एउटा उचाइमा पुर्याउने काममा पनि उहाँहरूको हाम्रोसँगै कार्यकालमा धादिङ रेड क्रसलाई पुर्याउने काम गऱ्यौँ। त्यस कारणले म उहाँहरूप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। र यो सबै हामी प्रेरणाको स्रोतको रूपमा हामीले लिनुपर्छ। उहाँको जीवनीहरू सायद लेख्दाखेरि थाहा हुन्छ। मैले यति उहाँहरूको विषयमा, सम्मानको विषयमा पनि मैले केही कुरा गरेँ यहाँलाई। म अलिकति पत्रकार साथीहरूको आजको कार्यक्रममा मैले पत्रकार साथीहरूसँग एकदम पत्रकार साथी जम्मै अगाडि राखेर भाषण गरेको पहिलोचोटि यो पदमा आएपछि, त्यस कारण मलाई कसरी बोल्दा ठिक हुन्छ भन्ने कन्फ्युज पनि छु। यहाँ बोल्दा बिग्रियो भने पनि गाह्रो छ होइन, केही बोलिनँ भने पनि गाह्रो छ क्या। योबाट मलाई ब्यालेन्स गर्न गाह्रो छ होइन। सबैभन्दा पहिला म हाम्रो केन्द्रको उपाध्यक्षजीले बोल्नुभयो, कोषाध्यक्षले बोल्नुभयो। पत्रकारिताको लामो जीवन यहाँले भन्नुभयो, अलिकति सरकारसँगको कुरा अलिक बेसी गर्नुभयो। म एउटै कुरा चाहिँ के भन्छु भने यो सरकार गठन भएको चाहिँ 70 दिन कट्यो होला। यसले हनिमुन पिरियड चाहिँ नि क्रस गर्न पाएको छैन। यो हनिमुन टाइम पनि क्रस गर्न नसकेको सरकारलाई यति धेरै प्रश्नहरू अलिक बढी नै भयो कि अहिलेसम्म सञ्चारकर्मी मैत्री कानुन नबनेको दोष पनि यही सरकारले लिनुपर्ने हो र। त्यसको लागि आन्दोलन गर्ने बेला भयो। यो आन्दोलन पहिल्यै गर्नुपर्ने होइन। एउटा मेरो प्रश्न, कहिलेकाहीँ सही प्रश्नहरू, सही कुराहरू गलत टाइममा भनियो भने त्यसको सही उत्तर आउँदैन। एउटा विषय
मैले अनौचाहिँ रूपमा भनेको छु सञ्चार जगतभित्र त्यहाँमाथि अहिलेको प्रविधिसँग जोडेर गरिने सञ्चार व्यवसायको कुराहरू यो बिना हामीले समृद्धिको फड्को मार्न सक्दैनौँ। हामी देशमा ढुक्क छौँ। त्यहाँमाथि लोकतान्त्रिक प्रणाली जब हामी कुरा गर्छौँ सञ्चार क्षेत्र बिना यो अपूर्ण हुन्छ। तर यसलाई व्यवसायिक कसरी बनाउने अथवा प्रोफेसनल यसलाई कसरी बनाउने, एथिकल कसरी बनाउने भन्ने विषय साझा विषय हो भन्ने लाग्छ मलाई। यो न सरकारको मात्रै हो न पत्रकार जगतको मात्रै, एउटै विषय। दोस्रो कुरा, अहिलेको संसारमा यहाँहरू मिडियालाई पेसा बनाएर काम गरिराख्नु भएको छ। यस सेक्टरलाई जसरी अहिले हामी प्रविधिले फड्को मारेको छ, अब हाम्रो व्यावसायिक दक्षता त्यही हिसाबले फड्को मार्न जरुरी छ। यहाँहरूको भाषणहरू, यहाँहरूको स्पिचहरू पत्रकार जगतलाई सम्बोधन गर्न इन्करेजिङ प्रोफेसनल डेभलपमेन्टका कुराहरू र सम्भावना कुराहरू बोक्नुपर्छ भन्छु। धादिङको पत्रकार साथीहरूले आफूलाई व्यावसायिक बनाउनका लागि, आफूलाई अब्बल बनाउनका लागि केन्द्रको पत्रकार महासङ्घले के सुझाव दिन्छ आजको साधारण सभा, उहाँले के विषयमा छलफल गर्ने, तपाईँले के सहयोग गर्नुहुन्छ, यो असाध्यै महत्त्वपूर्ण विषय। यो कुराहरू छुट्यो भन्ने लाग्छ मलाई तपाईँको स्पिच। यो आउनु पर्थ्यो र अन्त जाँदा यो समेटिनुपर्छ। उहाँको कुरा यो पनि राख्नु। मेरा केही तरिकाहरू छ, म त्यो बताउन चाहन्छु। म यो क्षेत्रको मान्छे होइन, तर मलाई आज पत्रकार साथीहरूसँग नजिक भएर काम गरेको मेरो लामो टाइम भयो। मैले यहाँ मात्रै देशभरिको विभिन्न पत्रकार साथीहरूसँग काम गरेको छु, इभन मधेसमा काम गरेको छु। फरक तरिकाले म फरक ठाउँमा थिएँ, अहिले फरक ठाउँमा छु, त्यति मात्रै। यस जस्तो साथीहरूले आफूलाई ग्रो गर्नको निम्ति यो कम्पिटिसनको युग हो। पोलिटिक्समा पनि कम्पिटिसन आफैन छ, हरेक सेक्टरमा कम्पिटिसन छ। यो कम्पिटिसनमा बिग्ने कुरा गर्नुभयो, बिग्न जाँदाखेरि हरेक कुरा बिग्ने जब कुरा गर्छौँ भने त्यसमा दुईवटा कुरा हुन्छ। एउटा त्यसको क्वालिटी हुन्छ, क्वालिटी अनुसारको प्राइसिङ हुन्छ। क्वालिटी पाएको प्राइसिङ खोजेर पनि त्यो बिग्दैन। अब त्यसका निमित्त हामीले केही काम गर्नुपर्छ। त्यसैले मलाई लाग्छ मैले अलिकति ग्याप देखेको डेटा जर्नलिजममा धादिङमा काम गर्ने साथीहरू मलाई चाहिन्छ। मैले कसको मिडिया फलो गरेँ भने डेटा बेस्ड इन्फर्मेसनहरू पाउन सक्छु। मैले त्यो ग्याप देखेको छु। धादिङको मिडिया जति चल्नु भएको छ, धादिङको मिडिया स्क्रोल गर्नको लागि क्वालिटी चाहिन्छ होला नि त। मलाई चाहिने इन्फर्मेसन पाउनुपर्छ होला नि। गणेशी महलको फेदीमा रहेको जस्ता खानीको विषयमा हामीले कतिवटा न्युजहरू लेख्यौँ, त्यसको इन्फर्मेसनहरू कतिवटा छ। एक्जाम्पल, रुई भ्यालीको बारेमा थुप्रै न्युज आएको छ। इन डेप्थ रुई भ्यालीको विषयमा न्युज अझै कति छ। धादिङको मिडियाबाट लेखिएका न्युजहरू काफी छन् या बाहिरकोबाट ब्लगर्सहरू हेर्नुपर्छ। इनोभेसन, क्रिएसन अथवा असाध्यै राम्रो काम गरेका एउटा सामान्य किसानले गरेका कामहरू त्यो न्युज बन्नुपर्छ भन्ने लाग्छ मलाई। त्यो अरूको लागि चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ। खोज पत्रकारिताको कुराहरू सायद हामी त्यहाँ जान्छौँ होला। यी सबै कुरा गर्नका लागि सायद एआईको ट्रेनिङहरू मैले रिपोर्टमा देखेँ, तपाईँले एउटा चलाउनु भएको छ। त्यो काफी छ कि छैन मलाई थाहा छैन। छैन भने सायद एआई रिलेटेड मिडिया जर्नलिजममा हामी जानैपर्छ होला, सायद त्यसको कामहरू गर्नुपर्छ होला। फ्याक्ट चेकको कुरा, यत्रो साथीहरूले मिडिया लेख्नु, कपी र पेस्ट हामी कति गर्छौँ थाहा छैन। मैले पढ्दाखेरि म कपी र पेस्ट भेट्छु धेरै ठाउँमा मिडियामा। त्यो मिस्टेक पनि उही आएपछि चाहिँ प्योर कपी र पेस्ट गर्नुभएछ। यदि पनि नहेरिकन किन मिडिया छाप्यो भन्छ, माइन्ड नगर्छु, मैले भन्नैपर्छ यति कुरा। टिक्ने र बिग्ने कुरा गर्दा क्वालिटी भएन भने बिग्दैन, मैले अघि भनिसकेँ। त्यसैले यो सेक्टरमा आउँदा मेहनत गर्नु जरुरी छ। कुनै सेक्टर छैन मेहनत बिना खान पाउने, हरेक सेक्टरमा मेहनत गर्नुपर्छ। साथीहरू अलिकति फरक हुने हो भने त्यो मेहनत गर्न आफ्नो पन दिन जरुरी हुन्छ। म अर्को जस्तो भनेर हुँदैन, बोधनारायण नै हो, मैले मेरै पन दिने हो होइन। त्यसैले टिक्ने र बिग्नेमा क्वालिटीमा डिस्कसन गर्दै जाने हो र ब्रान्डिङ गर्ने हो। हामीले केमा ब्रान्डिङ गरेका छौँ? कृषिमा, टुरिज्ममा, खोज पत्रकारितामा, केमा चाहिँ ब्रान्डिङ गर्ने हो आफूलाई? सायद त्यो इम्पोर्टेन्ट हुन्छ होला भन्ने लाग्छ मलाई। लाग्छ अर्को फेलोसिप प्रोग्रामहरू, जो नयाँ साथीहरू यो सेक्टरमा आएन भन्नुभएको छ, मेन्टरसिपको प्रोग्रामहरू, पियर टु पियर प्रोग्रामहरू, फेलोसिपका प्रोग्रामहरू साँच्चै हामी अहिले पढिरहेका मान्छेहरूलाई सेक्टरमा ल्याउन सक्छौँ भने अलिकति डिफ्रेन्ट यो एरियाहरूमा हामी जानुपर्छ होला।
अर्को असाध्यै महत्त्वपूर्ण कुराहरू पैसा कमाएर मात्रै पुग्दैन, साथीहरूलाई चाहिने हेर्नुहोस्, यो फाइनेन्सियल र पर्सनल डेभलपमेन्टका कुराहरू हरेक मान्छेलाई चाहिने यस्ता खालको कुराहरू चाहिँ नि महासङ्घले गर्नुपर्छ भन्ने मलाई लाग्छ, कुनै न कुनै हिसाबले फाइनेन्सियल अंशमा। अब अलिकति डिफ्रेन्टली जानको लागि यसपालि म निर्वाचनमा भयो कुरा म एउटै कुरा भन्दैछु, मैले निर्वाचनमा मेरो डिजिटल क्याम्पेन चलाउनको लागि धादिङबाट मैले केही मान्छे खोज्ने कोसिस गरेँ, तर मैले एकजना मान्छे पनि भेटेन। मैले डिजिटल क्याम्पेनमा बाहिरको मान्छेको सपोर्ट लिनु पऱ्यो। त्यसमा दुईवटा कुरा थियो, एउटा कुरा क्वालिटी, त्यसमा भनेको तपाईँको डिजिटल प्रोडक्सनको कुराहरू एउटा, कन्टेन्ट राइटिङको कुरा अर्को कुरा, अर्को चाहिँ इम्पार्सियल मान्छे। हामी मिडिया सेक्टरमा साथै कति मान्छे इम्पार्सियल छौँ त साँच्चै, आस्था एउटा विचार हो, तर राइटिङमा आस्था आयो भने चाहिँ इम्पार्सियल हो हामी। त्यो दुईटै कुरा डेन्जर छ। त्यस कारणले हामी प्रोफेसनल ग्रो हुने हो है। मलाई लाग्छ आउने अब लोकल लेभलको इलेक्सनमा अबका क्याम्पेन सब डिजिटल क्याम्पेन हो। यो डिजिटल क्याम्पेनमा धादिङलाई सप्लाई गर्न सक्छ त्यस्तो ह्युमन रिसोर्सेस, त्यो त व्यापक चाहिन्छ। त्यसरी त्यो सेक्टरमा हामीले हामीलाई ग्रो गरेका छौँ कि छैन मैले त्यस कारण अन्त हिस्टोरी टेलिङबाटै खान पुग्ने मान्छेहरू टन्नै छन् क्या यहीँबाट आउने मान्छेहरू नि। त्यस कारण अलिकति डिफ्रेन्टली आफूलाई ग्रो गर्नु पऱ्यो भन्ने चाहिँ मेरो अनुरोध छ। मैले यो तपाईँहरूलाई भन्दा यता भागेर भनेको, खास गरिकन यतापट्टि भनेको, किनभने यो आइडियाहरू यहाँबाट आउनु पऱ्यो। अबका भाषणहरूमा यस्तो कुराहरू आउनु पऱ्यो, होप क्रिएट गर्नु पऱ्यो, होपलाई ट्रस्टमा चेन्ज गर्नु पऱ्यो, होप पनि देखाउन नसक्ने, ट्रस्ट पनि चेन्ज नगर्ने। हामी बाजेर मात्रै यो समाज समृद्ध हुनेवाला छ। मिडियाले सरकारलाई गाली गर्ने, सरकारले मिडियालाई कसले अगाडि जान्छ जाँदैन। त्यस कारणले हामीले सहकार्य गर्न जरुरी छ, सहकार्यको विषयमा हेर्न जरुरी छ। अर्को एउटै मात्रै कुरा चाहिँ मिडियामा हामीलाई अलिकति गरेर यो चाहिँ एकदमै अटोक्र्याट बन्ने हो कि भन्ने क्वेसन आयो। मैले के फिल गरेको छु भने म अहिले संसदीय सुनाई समितिको नेपालको इतिहास सबैभन्दा पहिला 12 घण्टामा सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सुनवाई गरेर नियुक्ति दिन सकियो। त्यो पनि अघिल्लोचोटि चाहिँ तपाईँ नोट अफ डिसिजन लेखेको कुरालाई सर्वसम्मत भयो। त्यसमा मिडियामा हामीले कुनै सेक्सनमा आउन दियौँ, कुनै सेक्सनमा मिडियालाई अनुरोध गरेर नआइदिनुहोस् भनेर कहीँ कुराहरू मान्छेहरूको पनि पाएको। यसमा दुईवटा कुरा देखेँ मैले। एउटा कुरा चाहिँ मिडियाको के भयो भने कन्टेन्टको कुरा भन्दा पनि कसले बोल्यो भने मेरो चाहिँ यो बिग छ त कुरो, अर्काले बोल्दैन, फोकस त्यहीँ भइदियो। अनि कति त मिडिया डिल गर्न नसक्ने मान्छे पनि सदस्य हुन्छ नि त मिटिङको, उसले बोल्दै नपर्ने भयो क्या, त्यहाँ बोल्दै नसक्ने क्वेसन उसैलाई सबै चिज चाहिँ नि उदैतिर सोधिन्छ, आफूले बोल्नु नपाउने अवस्था पनि भयो। मैले किन होल सेक्टरलाई भने होइन, हामीले इम्प्रुभ गर्नुपर्ने एरिया चाहिँ यो भयो। अनि हाम्रो संसदीय सेक्टरमा पत्रकारिता गरेको यति दिग्गज मान्छेहरू हुन्छ, यति राम्रो मान्छेहरू हुन्छ। साँच्चै भन्दा अहिलेको सुनवाईमा उहाँले मलाई पनि गाइड गर्नुभयो, मैले सिकेँ उहाँसँग अलग बसेर अलग छलफल गरेँ म कसरी लैजाउँ पनि भने। अब यही कुरो मैले भन्नु कोही साथीहरूले मलाई पत्रकारले आइडिया दियो यसो गर्नुहोस् भन्ने पनि हुनुहुन्छ। त्यसैले